स्वागत छ हजुरहरूलाई सरोज बाटिकामा। म फेरि आज हजुरहरूलाई यो जिरेनियम फुलको विषयमा एउटा भिडियो बनाएर देखाउँदैछु। यो मैले केही 1 महिना पहिला जस्तो यो भिडियोहरूको यो फुलहरू खिचेको थिएँ र अब म फेरि अगाडि हजुरहरूलाई के देखाउँछु भने बर्सातको टाइम पुरै सुरु भइसकेको छ। अब सुरु हुँदैछ बर्सातको टाइम र अहिले त काठमाडौँ एरियामा पुरै पानीहरू पनि पर्न सुरु भइसकेको छ। यसरी झपक्कै फुलेको छ, तर यो मेरो पुरानो बोटहरू थियो र अब यस्तो फुलेको जिरेनियम अग्लो पनि छ, तर अहिलेको स्थितिमा झपक्कै फुलेको छ। तर आज मैले यो फुललाई अब माया पनि गर्न सकिनँ, किनभने मैले अब यिनीहरूलाई फेरि जाडो महिनामा राम्रोसँग फुल्नको लागि के कस्तो कामहरू गर्छु भनेर हजुरहरूसँग भिडियो सेयर गर्छु। र जिरेनियम फुललाई बर्सातमा त अब हामीले निकै नै जोगाएर राख्नु पनि पर्ने हुन्छ। अब एकदमै फङ्गसहरू लाग्ने चान्सहरू यिनीहरूलाई बर्सातमा धेरै हुन्छ। अब यो जिरेनियम फुलहरू अब राम्रोसँग हामीले यिनीहरूलाई जतन गऱ्यौँ, केयर गऱ्यौँ भने, मलहरू राम्रोसँग दियौँ, यिनीहरूको प्रुनिङहरू पनि राम्रोसँग गऱ्यौँ भने करिब 3 वर्षसम्म पुरानो रुखबाट राम्रोसँग फुलहरू फुल्ने हुन्छ र वर्षै पछि लगाउनु पर्दैन। तर धेरै जस्तो चाहिँ यिनीहरूलाई समस्या मैले देखाउँदा देखाउँदै फुलको हाँगा पनि छुट्यो मेरो हातबाट। यिनीहरूलाई पानीबाट चाहिँ हामीले निकै नै जोगाउनु पर्ने हुन्छ। घाम र पानीको सन्तुलन भनौँ न, यिनीहरूलाई कति घन्टा घाम आउने, जस्तो 4-5 घन्टा यिनीहरूलाई घामहरू चाहिन्छ भने माटो फेरि ड्राई होइन, सुक्खा खालको बनाएर त हामीले राख्नु नै पर्ने हुन्छ। अब धेरै अग्लो अग्लो भएको हुनाले अब मैले यिनीहरूलाई आज पुरै कटिङ गरेर अनि यो फन्जिसाइडहरू लगाएर सानो बनाएर राख्ने मेरो विचार छ। बर्सातको टाइम छ, हामीले फन्जिसाइड पनि निकै नै प्रयोग गर्नुपर्ने हुन्छ। अब जति अग्लो भए पनि जे भए पनि मैले आज सबै जिरेनियमहरूलाई कटिङहरू गर्छु र फेरि जाडो महिनामा फुल्नको लागि एकदम नै तयार बनाएर राख्छु। तिनीहरू त्यसरी फुलेको थियो भने फेरि यिनीहरू चाहिँ अलिकति बिरामी जस्तो भएको छ र यिनीहरूलाई मैले यो पानी पर्ने एरियाबाट अन्त पनि लिएर गएर राख्छु। अब सेडहरू छैन भने बरन्डाहरूको मुनि त हामीले यिनीहरूलाई अवश्य पनि राख्नुपर्ने हुन्छ र घरको टपको मुनि पनि राख्नुपर्ने हुन्छ। र जुन यो अग्लो अग्लो भएर बिग्रेर गइरहेको छ यिनीहरूलाई म बर्सात भए पनि कटिङहरू गरेर फेरि सेडमा लगेर राख्छु। किनभने अहिले हामीले कटिङहरू गर्दैन र यो अग्लो रूपमा नै यिनीहरूलाई यसरी छोडिदिउँ भने फेरि पछि गएर यिनीहरू राम्रोसँग फुल्न सक्दैन, किनभने जाडो महिना त यिनीहरूको एकदमै राम्रो फुल्ने सिजन पनि हो। तर पनि अहिले मैले खासै सिजनल फुलहरू किनेको पनि छैन र यो अवस्थामा पनि यिनीहरू राम्रोसँग नै फुलिरहेका छन्। र अब माया पनि नमारिकन यिनीहरूलाई आज कटिङ चाहिँ गर्नु नै पर्ने भयो। र यति बेला पनि हामीले अब यो जुन फुलेर भ्याइसकेको जिरेनियमहरूलाई राम्रोसँग कटिङहरू गरेर सेडमा घामहरू केही 2-3 घन्टा पर्ने ठाउँमा लगेर यिनीहरूलाई मलजल दिएर राख्यौँ भने फेरि जिरेनियमको सिजन त आउँदैछ। जाडो महिनामा यिनीहरू अवश्य पनि राम्रोसँग फुल्छन्। र अहिले पनि अब जहाँ पानीले धेरै भेटाएको छैन त्यो ठाउँमा मैले हजुरहरूलाई देखाइरहेको छु। यो अवस्थामा पनि राम्रोसँग ठुल्ठुलो साइजमा नै फुलिरहेको छ। तर अब पहिलाको हाम्रो लोकल जिरेनियमहरू पनि फुल्दैन भन्नु छैन, तिनीहरू पनि राम्रोसँग नै फुलिरहेको छ। र केही मैले फेरि यो भान्टा पनि लगाएको छु र यो अर्को साइडमा मैले हजुरहरूलाई देखाएँ, त्यो साइडमा पनि अब राम्रोसँग नै जिरेनियमहरू फुलि नै राखेको छ। र तरकारी पनि केही न केही फेरि काठमा मैले फुलसँगै अब तरकारीहरू पनि हल्का लगाउँछु। र जिरेनियम भएको ठाउँमा मेन त्यस्तो किराहरू आएर तरकारीहरूलाई खाने डर पनि हुँदैन, खै यसको गन्धले हो कि के हो। त्यही भएर मैले जता साग यता यस्तो अलिअलि लगाएको ठाउँमा जिरेनियम फुलहरू पनि लगाइदिइ राख्छु त्यहाँ। त्यसले गरेर पनि तिनीहरू पनि सुरक्षित भइराखेको हुन्छन्। र यति बेला अब हामीले यिनीहरूलाई दिउँसो धेरै पानीहरू पर्ने, राति पानी पर्ने, कुहिएर जाने त्यस्तो सम्भावनाहरू हुन्छ। त्यसबाट त अब सेड छैन भने पनि अवश्य पनि घरको टप मुनि राख्ने। र अब जाडोमा कति ठुल्ठुलो फुल्थ्यो भने अहिले अवश्य पनि सानो सानो फुलिरहेको छ, तर फुल्नलाई चाहिँ कम छैन। यो फेरि मैले हजुरलाई अहिलेकै अवस्था हो, यो असार महिनाकै अवस्था हो, यस्तो अवस्थामा पनि फुलेको छन्। तर पहिला हेरिकन मौसम बदलेको हो कि के हो, पहिला पहिला यति राम्रोसँग बर्सातमा जिरेनियम फुले जस्तो लाग्दैन। तर त अहिले 12 महिना नै अब फुलिरहेको छ। भदौमा यिनीहरू अलिकति कम फुल्न सक्छ होला।
अब हेर्दै पनि जाउँ अब कति फुल्छ र जाडोमा राम्रोसँग झपक्कै फुलाउने र हजुरलाई अब अग्लो राख्न मन छैन भने यो टाइममा पनि हजुरले जुन यस्तो अग्लो भएर गएको छ यिनीहरूलाई हजुरले राम्रोसँग कटिङ गरेर सानो बनाएर फन्जिसाइडहरू स्प्रे गरेर सेडमा लगेर राख्नुभयो भने अवश्य पनि फेरि जाडोमा झपक्कै भएर पनि यिनीहरू फुल्ने हुन्छ र मेरो पनि योजना त त्यही नै हो। यिनीहरूलाई आज म अवश्य पनि कटिङ गर्नेछु र यस्तो झुप्पा झुप्पा यति राम्रोसँग फुलिरहेको छ भने अब हामीले कुनै पनि तर अरू सिजनल फुलहरू नलाउँदाखेरि नै खासै फरक पर्दैन र मैले कटिङ पनि गरिसकेँ। त्यो जुन अग्लो अग्लो छ नि मैले यसरी मजाले मायै मारेर काट्छु भनेको थिएँ हजुरहरूलाई, मैले पुरै कटिङ पनि गरिसकेँ र अब फेरि मैले कटिङ गरेँ र कस्तो हुन्छ त्यो अवस्था त अवश्य पनि हजुरहरूसँग सेयर गर्छु। फुल्न त कस्तो झुप्पै झुप्पा फुलेको थियो तर मैले कटिङ गरेँ। कटिङ पछि फन्जिसाइड अवश्य पनि हामीले प्रयोग गर्नुपर्ने हुन्छ र कटिङ जुन यति बेला हामीले गर्छौँ कटिङ गरिसकेकोलाई चाहिँ हामीले कम्प्लिट पानी पर्ने बाछिटा आउने त्यो ठाउँमा चाहिँ हामीले राख्नु हुँदैन, किनभने एकदमै फङ्गस लाएर फेरि जराहरू कुहिएर नै जाने हुन्छ र अहिले पनि हजुरहरूको त्यो अवस्थामा छ भने कटिङहरू गर्नु होला। त्यो भयो भने जाडोमा फेरि नयाँ नयाँ पालुवाहरू आएर यिनीहरू राम्रोसँग फुल्ने हुन्छ र यो बर्सातको टाइममा चाहिँ सकभर यिनीहरूलाई लिक्विड फर्टिलाइजर पनि नदिनु होला। त्यस्तै झपक्कै फुलेको पनि माया नमानिकन मैले सबै नै कटिङ गरिदिएको छु र यो तलतलको भागमा त पानीले भेटाएको भएर केही न केही अवश्य पनि अब राम्रो छैन। जुन माथि चाहिँ मेरो घरको टबले छेक्थ्यो र फेरि दुई साइडमा लगाएको छु मैले, मेन डोरदेखि दाहिनेतिर र देब्रेतिर। यो फेरि राइट साइडको हो। अब यहाँ चाहिँ त्यति अग्लो भेराइटीहरू छैन र यो साइडमा मैले त्यति कटिङ पनि गर्दिनँ होला र अब तल जुन तिनीहरूलाई अघि जुन कटिङ गरेँ मैले सेडमा लगेर राखिसकेँ। फेरि यसरी सानो सेड छ मसँग, त्यो सेडमा यसरी फन्जिसाइड लगाएर लगेर राखेको छु र जुन बचेको छ त्यसको मैले कटिङ पनि राखेको छु। त्यो कटिङहरू पनि अब पछि आज यसरी कटिङ राखेँ तर फुलैसँग हामीले राखिरहेको छौँ र पछि कुन अवस्था हुन्छ सर्छ सर्दैन त्यो त मैले अवश्य पनि हजुरहरूसँग सेयर गरि नै हाल्नेछु। र मैले त के भन्छु भने अब जति पनि हामीहरूले जिरेनियमहरू लगाऊँ, किनभने अब हामीहरूलाई जिरेनियम लगायो भने पर्मानेन्ट नै टाइपको यो फुल हो। सानो सेड हुनाले मैले बिग्रिने प्लान्ट्सहरू यो ठाउँमा राखेको छु र यो फेरि अर्को साइड जहाँ तरकारीहरू लगाएको साइड हो त्यहाँ त मेरो त्यस्तो अग्लो थिएन र फेरि आज मैले यो असार महिनाको पनि अब अन्तिम आइसक्यो र यो मैले हिजो खिचेको भिडियो हो र जुन कटिङ गरेको थिएँ तिनीहरू अहिले यस्तो अवस्थामा फेरि नै आइसक्यो। अघि मैले कटिङ गरेर भित्र लगेको थिएँ, फन्जिसाइडहरू लगाएको थिएँ भने यसरी मैले सेडभित्र लगेर राख्दाखेरि अब यसरी तयार भइरहेको छ। कलिलो मुनाहरू फेरि पनि पलाएर नयाँ नयाँ आइराखेको छ, यसो झपक्क पनि भइरहेको छ। अलिकति घाम सेडभित्र छ यिनीहरू अहिले र कोही कोही यहाँ फुलेको पनि छ। मैले हजुरहरूलाई देखाइदिन्छु अब कसरी मैले कटिङ गरेर त्यसरी फन्जिसाइड लगाएको थिएँ नि, अहिले त्यही साइडमा यसरी पलाएर आइराखेको छ कि अब यिनीहरू फेरि चल्छ। अब 3 वर्षसम्म रुख चले पनि तर हामीले यो जुन हाँगाहरू हुन्छ यिनीहरूलाई चाहिँ यसरी कटिङ गरिदिउँ भने यो जेठ महिना असार महिनामा हामीले यो कामहरू गऱ्यौँ भने फेरि जाडो महिनामा अवश्य पनि झपक्क फुल्छ। यो तरिकाले पनि हामीले लामो समयसम्म जिरेनियमबाट राम्रो फुलहरू लिन सक्छौँ र सेप्टेम्बर नलागेसम्म चाहिँ हामीले अहिले मलहरू नलगाउने, यिनीहरूमा नराख्ने र कटिङहरू पनि बिस्तारै जुन त्यो फुलेकै मैले रोपेको थिएँ तिनीहरू पनि सरिरहेछ कि अब यो भन्यो भने 12 महिना जस्तो सर्छ र माथि त यो फुली पनि सक्यो सानो। यो तरिकाले हामीले जिरेनियमहरू लगाएर यो जिरेनियम हामीले लगाउने पनि गुड हेल्थ ह्याप्पिनेसको लागि लगाउँछौँ। यो तरिकाले जिरेनियम फुलहरू लगाएर हामीले आफ्नो गार्डनहरूमा इन्जोय गर्न सक्छौँ र सेडमा विभिन्न प्लान्ट्सहरूलाई अब यसरी राखेको छ। सबै कटिङहरू राम्रोसँग आइराखेको छ र अरू प्लान्टहरूलाई पनि यहाँ सुरक्षित गरेर राखेको छौँ। यति बेरसम्म हजुरहरूले भिडियो हेरेर अवश्य पनि मलाई साथ दिनुभयो, त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। बर्सातको टाइम छ र यदि घाम लाग्छ 4-5 घन्टा पानीले धेरै भेटाउँदैन भने फेरि यस तरिकाले फुली नै राखेको हुन्छ र हामीलाई गार्डनमा फुल छैन मेरो भन्ने सुन्नेपन पनि हुँदैन। यति बेला फुल्ने बेगुनियाहरू पनि फुलिरहेको हुन्छ र यो पेलार्गोनियम भन्ने चाहिँ यति बेला अब फुलेर पनि लगभग सिद्धिसक्यो।
अब यसलाई पनि मैले कटिङहरू गरेर सेडमा लगेर राख्छु र अर्को यसलाई चाहिँ अहिले गर्दिनँ, सेप्टेम्बरतिर त्यसको कटिङ गर्छु मैले। यसलाई चाहिँ बर्सातमा अहिले काट्दिनँ किनभनेदेखि पेलार्गोनियम चाहिँ जाडोमा त्यति फुल्दैन। जिरेनियम त अहिले अब हेरौँ भदौमा कस्तो हुन्छ। पोहोर त भदौमा पनि फुलेको थियो र यसरी फुलिसकेको र बिग्रेकोलाई चाहिँ तुरुन्तै हजुरहरूले हामीहरूले हटाइदिनु पर्ने हुन्छ, किनभने यसबाट फङ्गसहरू आउने एकदम नै चान्स हुन्छ। र अस्ति नैको भन्दा केही साइजहरू घट्दै नै गइरहेको छ फुलको, तर फुल्नलाई चाहिँ अवश्य पनि फुलि नै राखेको छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। नमस्कार।